गाइस फाइनली चाहिँ सुर्खेतको यात्रामा बसमा हो हिजोदेखि होइन उफारेर मारेर लगाइसकेँ होइन हेर्न सक्नुहुन्छ म चाहिँ पश्चिम चाहिँ फर्स्ट टाइम है बाहिर हुनु छ बस्दा छ भने चाहिँ पश्चिमतिरको जङ्गल कसगले म चाहिँ अहिले भिडियो बनाइरहेको छु होइन सुत्ती कसगले अनि म चाहिँ यता छु है लास्टै हल्लाइरहेको है ल अब हामी चाहिँ टक्क यहाँ जाँदैछौँ गेम खेल्न ल हाम्रो धनबहादुर भट्ट अरे उहाँ चाहिँ टक्क यहाँ रेडी हुँदै हुनुहुन्छ होइन सबै रेडी हुँदै हुनुहुन्छ टक्क होइन हाम्रो लिब्रो है म चाहिँ राजन दर्लामी उता हिमाल सुनारी है अब हामी चाहिँ टक्क लाएर जाँदैछौँ होइन ल यसो केही भनिदिनु न त ल है भ्लग बनाइरहेको छ अलिअलि हल्का हल्का है टक्क लाएर होइन यस्तो घाममा होइन गेम एकदम बबाल जित्नेवाला छ भोलिबाट त्यही त भोलिबाट चर्किनेवाला आइसक्यौँ टक्क कसैले ल ल सुरु हुन्छ हामी चाहिँ लगाइसक्यौँ अब होइन त्यस्तै तर अब हामी यहाँ गेम खेलेर गरिदिनु होला गेम खेलेर हामी तल अब क्यान्टिनतर्फ चिसो खानलाई फाइनली गाइज हामी चाहिँ होइन क्यान्टिन गराएको तर क्यान्टिन बन्द रहेछ क्यान्टिनमा चिसो खान नपाए नि हामीले फ्रिजको पानी चाहिँ मस्त खाएर आयो ट्रेनिङ गरेर चाहिँ हामी होइन ट्रेनिङ प्र्याक्टिस गऱ्यौँ अनि आएर क्यान्टिन गएको यो ब्लग मिनी ब्लग है यो मिनी ब्लग के होइन टक्कसँगले सब्सक्राइब गरिदिनु होला है त हामी चाहिँ अब धनगढी बजार जान लाग्छ धनगढी बजार यस्तोमा हुँदैन कि भला यस्तो हाम्रो डोलीहरू सब यता पछाडि छन् ल टक्कसँगले हामी चाहिँ धनगढी आएछौँ है अब घुम्न जानु लागेको होइन टक्क यता हाम्रो सरहरू होइन टक्क लाएर अघि चाहिँ टक्क हाम्रो होटल रहेछ कि हाम्रो होटल होइन यो सोलुकै होटल रहेछ होइन सोलुकै होटल रहेछ होइन अब चिनजान गएर पस्ने छौँ टक्क नेवारकै होटल जस्तो छ होइन यसो बाहिरबाट हेर्दा धनगढी सुदूरपश्चिमतिर है यसो घुम्दैछौँ है हामी ल टक्क लाएर हेर्न सक्नुहुन्छ है अब हामी घुम्न जान्छौँ खाजा खान्छौँ अनि घुम्न जानेछौँ है त ल सर चाहिँ बिहानै हानिसक्नु भयो होइन हाम्रो ह्यान्डसम उहाँ चाहिँ टक्क लाएर होइन ल ल यही हो होइन ल हामी चाहिँ टक्क लाएर अब हामी धनगढी बजार लाग्दैछौँ टक्क लाएर है ह्यान्डसम मेन लिब्रो राजन दर्लामी छेउ टक्क लाएर
हो ल ल जाऊ यसैले ल है अब हामी चाहिँ टक्क सिटीमा यात्रा गर्न गइरहेछौँ टक्क लाएर हाम्रोमा चाहिँ डिसी सर होइन टक्क लाएर होइन अहिलेको भरपर्दो ओपन स्ट्राइकर है उहाँ चाहिँ टक्क लाएर होइन उहाँ भरपर्दो लिफ्टर होइन उहाँ भरपर्दो पुरै ओपन स्ट्राइकर हो धनगढी चाहिँ पहिलोचोटि घुम्न मेट्छु होइन सिग्नेचर स्पाइक हिमाल सुनारी नगर उत्कृष्ट बचाउ रतन दर्लामीको यहाँ हुनुहुन्छ टक्क लाएर है टक्क लाएर यस्तै हो हाम्रो ह्यान्डसम मान्छेहरू चाहिँ अगाडि हुनुहुन्छ है टक्क लाएर है हामी चाहिँ सुदूरपश्चिमको यात्रा चाहिँ वर्षौली हो होइन यात्रा चाहिँ अस्ति नै आएको होइन टक्क लाएर अनि हामी घुम्न गइरहेको छौँ होइन होइन फलो गर्नु होला यस्तो छ रमाइलो गर्नुपर्छ होइन लाएर हामी चाहिँ धनगढीको बस पार्क झरिसक्यौँ होइन अब हामी यसो खानातर्फ लागिरहेछौँ होइन त्यस्तै छ देख्न सक्नुहुन्छ यता भने बस यो पनि सिल्भर हो सिल्भर है सुतेर पुरै अस्ति हामी यसमै आएको कलाएर खाना लागिरहेछौँ टक्क है हेर्न सक्नुहुन्छ गाइज टक्क लाएर हामी चाहिँ होइन अब खाना लागिरहेको छौँ होइन टक्क लाएर ल है खाना ताना चाहिँ हामी चाहिँ यो छ टक्क लाएर होइन हेर्नुहोस् है यस्तै छ है ल यस्तै छ है सुवेद दाइ हाम्रो भोलिको भरपर्दो है यस्तो छ यो नखाइ नसक्ने हो टक्क लाएर पानी लाएर के खाएको होइन अब हामी टक्क लाएर चप्प हान्दैछौँ है टक्क भ्लगमा र चाहिँ होइन फाइनली हामी चाहिँ पुरै पार्टी हुँदैछ है गेम हारेको उपलक्ष्यमा होइन टक्क होइन फाइनली ल टक्क लाएर होइन ट्याक्क टुक्क मिलाएर यता चाहिँ चिसो परिसक्यो होइन यो चाहिँ भन्नु पर्यो क्या टक्क युट्युबमा बनाउँदा चाहिँ काटेर क्या तपाईँ चप्प है ल भन्नु न त भन्नु न दाइ भन्नु न भने त दाइ भन्नु न यस्तै हो भन्नु न भने थियो त्यतिकै यस्तै हो अलिक मजाले क्या खोइ त अनि पास गरी झल्को अरू हुन्छ नि थप्नु न खोइ थप्नु न भने गीत याद थियो उँधो छौ केटी तिमीलाई के गर्ने होला र नभेटी धुपैको सानो तिमीलाई
अरू एउटा एउटा ल इनबक्समा मेसेज गर्नु पहिला भएको बेला छल्को छ त्यो आदि खोलाको डाँडै बसी टिकटकमा त गइसु नि फेरि टिकटकमा होइन युट्युबमा हो के त लास्टमै युट्युबमा ट्याग नगरे टिकटकमा त हाल्दिन चिसो पुरै भ्लगकै भ्लग प्रधान ल्याङले त्यस्ता त्यस्तो ल्यायो कसैले खाँदैन म त सकियो भाइ जिन्दगी छैन बुढीले थाहा जिन्दगी छ बुढी छैन भने बुढी छैन कि युट्युबमा नहालै मेरो टप फ्रेन्ड छ भाग्यको जिन्दगीमा हजुरतिर यहाँ त थोरै धेरै नहालै भात खान लगाइरहेछौँ है टक्क लगाएर होइन टक्क पानी त्यस्तो होइन टक्क ल खाउँ है खाउँ है स्याप्प खाएर सप्प लाग्ने छ अब चाहिँ हामी खाना खाएर टक्कसँगले लाग्यो अब स्विमिङ हान्न जान्छौँ स्विमिङ टक्क लगाएर होइन अलिक यस्तै हो काले काले हो म चाहिँ होइन अलिक डढेर होइन त्यही हो टक्क लाग्नु अब लाग्नुपर्छ है होइन टक्क स्विमिङ हान्न जान्छौँ हामी चाहिँ खाना खाएर टक्क रेस्ट गर्दैछौँ अब हामी टक्क जाने हो टक्क है ल है हामी पनि निस्किसक्यौँ है टक्क लगाएर टोलीहरू जम्मै हेर्नुहुन्छ है टोली सब ल जम्मै 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 यो धनगढीको गढीमा झन् डढेर कालो मान्छे कालो भइसक्यो 45 डिग्रीको घाम छ है गाइसहरू टक्क है हेन्सम मान्छेहरू सब डढिसक्यो होइन टक्क लगाएर डढेर पुरै होइन हामी चाहिँ हाइवे निस्किसक्यो है अब हामी लाग्ने छौँ स्विमिङ खेल्न है स्विमिङ खेल्न जानेछौँ टक्क लगाएर टोली सबै यस्तै गर्नु छ है यार सुर्खेतको गर्मी होइन टक्क लगाएर युट्युबर है युट्युबर पुरै भ्लगर यस्तै गर्नुहुन्छ क्या है यस्तै चलिरह टक्क लगाएर होइन स्विमिङ पुल लगाएछौँ होइन अन्यका स्विमिङ पुलमा लागिसक्यौँ है धेरै गर्मी भएर होइन टक्क टक्क लगाएर होइन यस्तै छ आज चाहिँ हाम्रो दाइ चाहिँ पुरै होइन दसैँ चाहिँ रमाइलो साइडको पनि राम्रो फर्का अनि ओपन स्पाइक हाम्रो चाहिँ रामजी रावत हुनुहुन्छ त्यस गरी हाम्रो ओपन स्पाइक राम्रो फर्काउनुहुन्छ त्यसै गरी हाम्रो त पछाडिपट्टि हुनुहुन्छ हाम्रो पुलिस स्पाइक के हुनुहुन्छ हाम्रो चाहिँ सुमन राई है उहाँ धनगढीको टक्क धनगढी घुमिरह है टक्क लगाएर टक्क लगाएर चाहिँ धनगढी घुमिरह
लाएर चाहिँ है टक्क लाएर चाहिँ हामी झरिसक्यौँ अब स्विमिङ पुलतिर लागिसकेको छौँ है ल टक्कसँगले है ल धन्यवाद स्वरूप है बच्चाहरू खेल्नेमा पाइपुग्यो टक्क लाएर ल है स्विमिङ पुल आएको है पुरै बच्चाको रहेछ क्या है तनाव भयो भने यस्तो नि स्विमिङ पुल हुन्छ र गाह्रो छ है पुरैमा जाउँ क्या बन्दीपुरतिर जाउँ क्या बरु उता गए पानीको ल न उल्टी चाहिँ आउँदैन यार टक्कलाएर चाहिँ हामी अब सकिसक्यो होइन स्विमिङ टक्कलाएर अब हामी चाहिँ लाग्नेछौँ है अब जानेछौँ है त हामी टक्का है ग्रुप ल है हामी चाहिँ स्विमिङ खेलेर अब टक्क लागिसकेको छौँ अब हामी भित्र छिर्नेछौँ है अब भ्लग पनि यहीँ अन्त्य गर्नुपर्छ होइन आइसक्यो अध्यक्ष भन्नु अध्यक्ष है प्रमुख अतिथि है टक्करसँगले है ल अब हामी लाग्नेछौँ है टक्क ब्यारेक पनि यहीँ नजिकै हो हाम्रो होइन आइसक्यो सम्मान गरेको मलाई अब हिँड्यो टक्क स्विमिङ गऱ्यो टक्क फ्रेस भएर अब भोलिको म्याच छ भोलिको म्याच चाहिँ जित्यो भने हामी अब भोलिको 2टा म्याच जित्यो भने चाहिँ सेमी फाइनल पुग्नेछौँ है अब के भन्ने कुरा त्यस्तै हो हार जित भइहाल्छ हार मान्नु हुँदैन त्यस्तै हो हाम्रो अब भलिबल टिम चाहिँ अहिले टक्कसँगले होइन